आज चाहिँ भिडियो बनाउन नै भुले बाटो घरबाट आउँदा हतारले अङ्कलले फोन गर्छ आज फ्लाइट 6-11 बजे भने 10:30 नै उहाँ घरमै भइसकेको थियो आउँदै लास्टै ढिला भइसकेको थियो अनि अङ्कल चाहिँ आफ्नो भिसा आएन अनि लास्टै छटपटाएर राखेको आज फाइनल्ली भिसा आएर पनि फ्लाइट आइसक्यो रहेछ अनि हामीलाई त पार्टी साटी दिइसेन अङ्कलले त्यही पनि ठिकै छ बाहिर गएर कोरिया गएर पैसा छाप्स्यो भन्दै यत्तिकैमा अगाडि दुईजना दिदीहरू हात हल्लाउँदै खादा भन्दै थिए अनि यो खाता लगेर जाउँ न भनेको यता त बुढी आमा देखेँ त्यसो भए बुढी आमा कसरी छ दिदी हो कसरी यो 100 रुपैयाँ 120 भन्छ नि म 100 रुपैयाँ दिन्छु यल्लो वाला कसरी हजुर भयो अब आमाकोबाट खादा किनिसकेपछि मैले हतार बाइकको अगाडि राखेर बाइक स्टार्ट गरेर एयरपोर्टतिर उक्किएँ अनि यत्तिकैमा हतार म त बाइकलाई पार्किङ गर्नु पर्यो भनेर पार्किङतिर लागेँ पार्किङमा लाग्यो त्यो चिट काटिरहेको थिएँ टोकन मैले यत्तिकै नकाटेर फटाफट आएर बाइकलाई स्ट्यान्ड लगाएँ तलबाट पार्किङ गरेर अब सिधै बाहिर निस्किएँ बाहिर निस्किँदाखेरि अगाडि टोकन काट्नु पर्ला सोचिरहेको थिएँ तर मलाई के टोकन काटेर दिएन अनि म यत्तिकै बाहिर निस्किहालेँ बाहिर निस्किएँ हतारमा उसै मलाई ढिला भइसकेको थियो 11 बजेको बोर्डिङ पास छ भन्दै होइसिन्थ्यो अनि हतारमा मैले खल्टीबाट मोबाइल निकालेर फोन लगाइहालेँ अनि फोन उठाएर ठ्याक्कै फोटो खिच्ने ठाउँमा छु भन्छु अनि पुग्ने बित्तिकै मैले खादासादा लाएँ हतार छ भन्छु अनि खादासादा लाएर ल राम्रोसँग गइसकेला पैसा पठाउनु भनेर मजाक गरेँ फोटो खिच्यौँ फोटो खिचेर अनि म एक राउन्ड घुमेर देखाउन गएको हुन्छ एउटातिर पुरा गोरो भएको एउटातिर कालो भएको आयो भने छैन फेरि हैन रे राम्रो भएन रे यहाँ तल जुत्ता देखिन्छ गफा गर्दा वीरेन्द्र अङ्कल पनि आइस्यो अनि जानको लागि रेडी भइहाल्छु सन्तोष अङ्कल यत्तिकैमा रेडी भएर टोक गर्दै अनि म जान्छु भन्नु लाग्छ हजुरआमा पनि हजुरआमाको आँखाबाट टिलपिल भइसकेको थियो अब आमा त आमा नै हो नि अब जहाँसुकै जस्तो प्रगति गरेर पनि छोडेर जाँदाखेरि त आमाको आँखाबाट आँसु फोन पठाउनु नि फेरि नबिर्सनु नि फेरि